एभ्रिवान, वेलकम टु क्रोफिया एन्ड क्राफ्ट च्यानल्स। आज हामी एकदमै राम्रो प्रोजेक्टको साथ उपस्थित भइसकेका छौँ। हाम्रो प्रोजेक्ट रहेको छ सानो बुके र स्टार्ट गरौँ। सबैभन्दा पहिला हामी म्याजिक रिङ बनाउने छौँ र हामीले यसमा 6वटा हाफ क्रोसिया लिनेछौँ र 6वटा हाफ क्रोसिया लिइसकेपछि हामी यसको सानो धागोलाई तान्नेछौँ। तानेपछि सानो गोलो बन्नेछ र त्यतिबाट हामीले फेरि सिंगल क्रोसिया बनाउने छौँ। फर्स्ट रो कम्प्लिट भइसकेको छ र हामी सेकेन्ड रोमा छौँ र सेकेन्ड रोमा हामी सिंगल क्रोसिया लिनेछौँ र सिंगल क्रोसिया लिँदै त्यो गोलोलाई कम्प्लिट गर्नेछौँ। हाम्रो कम्प्लिट भइसकेछ सेकेन्ड गोलो पनि। अब हामी थर्ड गोलोतिर लाग्नेछौँ र थर्ड गोलो लाग्नको लागि सबैभन्दा पहिला हामी 3टा चेन लिएर हामीले बनाउने छौँ र हाम्रो थर्ड राउन्ड पनि हाम्रो कम्प्लिट भइसकेछ र हामी अब चौथो राउन्डतिर लागेको छौँ र हामी चौथो राउन्ड पनि हाम्रो कम्प्लिट भइसकेको छ र यसै गरेर हामी पाँचौं राउन्डतिर लागिरहेको छौँ र हाम्रो चाहिँ प्रोजेक्ट यस्तो देखिन्छ र यसै गरी हाम्रो पाँचौं रो पनि कम्प्लिट भइसकेछ। हाम्रो पाँचौं राउन्ड पनि कम्प्लिट हुनै लागेको छ र हाम्रो पाँचौं राउन्ड हाम्रो कम्प्लिट भइसकेको छ साथीहरू। र यसैपछि अब हामी हाम्रो राउन्ड कम्प्लिट र यसै गरेर अब हामी फुलको हाँगा अथवा फुल बनाउनको लागि हामीले धागो चेन्ज गरेको छौँ। हामीले हरियो रङको धागो लिएको छौँ र यसै गरी हामीले दुई चेन लिँदै एक एक घर छोड्दै बनाएको छौँ र त्यसैपछि हामी अब फुल बनाउनेतिर लागेको छौँ र फुलको लागि हामीले रातो रङ रोजेको छौँ र हजुरहरूले आफ्नो रोजाइ अनुसार आफ्नो इच्छा अनुसार कलर लिन सक्नुहुन्छ र हामीले चाहिँ फुल बनाउनेतिर लागेको छौँ। हामीले पहिला एउटै साइडबाट 6वटा सिंगल क्रोसिया लिएर हामीले एकमुष्ट त्यसलाई जोडेको छौँ र लास्टमा हामीले फिनिशिङको लागि 5वटा चेन लिएर अर्को 5वटा चेन लिएको छौँ र त्यसपछि अर्कोमा जोइन गरेको छौँ। लास्टमा हाम्रो यस्तो देखिन्छ र हामी हाम्रो बुके रेडी हेर्न सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ, लाइक एन्ड सब्सक्राइब अल्सो प्लिज। थ्याङ्क